हेलो नमस्ते तपाईँ सबैलाई स्वागत छ आजको यस मेरो भिडियोमा। आजको यस भिडियोमा म तपाईहरुलाई चाहिँ 2076 को ट्यु क्वेशनको रेक्टिफिकेसन अफ एररको क्वेशन चाहिँ तपाईहरुलाई म लाइभ गराउनेवाला छु र कन्सेप्ट सँगै चाहिँ तपाईले कोलुसन। सो अब चाहिँ हेर्नु 2075 मा आएको क्वेशनहरु यस प्रकारको छ। त अब म पालो पालो सबै क्वेशनको तपाईहरुलाई सोलुसन गराउने छु है त। हेर्नु होला इम्प्याक्ट अन प्रफिटेबिलिटी पनि तपाईहरुलाई भन्ने छु हरेक क्वेशनको र चाहिँ रेक्टिफिकेसन इन्ट्री चाहिँ कसरी बनाउने त्यो कुराहरु चाहिँ म तपाईहरुलाई कन्सेप्ट सँगै भन्ने छु। हेर्नु होला एक्जाममा आएको क्वेशन हो 2076 हो है यो त। सो ध्यान दिनु होला। सो फर्स्ट अफ अल चाहिँ तपाईले इन्ट्री पढ्नु पर्छ। ल पहिला चाहिँ के छ इन्ट्रीमा लेखेको हेरौँ हामीहरु। स्यालेरी पेड टु नारायण Rs 20,000 wrongly debited to his account भनेर भन्छ है त। फर्स्टमा चाहिँ तपाईले करेक्ट इन्ट्री के छ त्यो बनाउनु पर्ने हुन्छ है त। करेक्ट इन्ट्री के छ र रङली तपाईले के इन्ट्री गर्नुभयो। करेक्ट इन्ट्री र तपाईले इन्ट्री के गर्नुभयो तपाईले त्यो टेबल बनाउनु पर्ने हुन्छ है त। ध्यान दिनु होला। तो इसको करेक्ट इन्ट्री के हुन्छ स्यालेरी पेड टु नारायणको स्यालेरी अकाउन्ट डेबिट टु क्याश अकाउन्ट हुन्छ अकाउन्टमा क्याश चाहिँ करेक्ट इन्ट्री चाहिँ स्यालेरी अकाउन्ट डेबिट टु क्याश अकाउन्ट हुन्छ। यसमा चाहिँ तपाईले नारायणको पर्सनल अकाउन्टमा डेबिटेड गरिदियो। नारायणको अकाउन्टमा डेबिट गरिदियो भनेपछि यसमा चाहिँ नारायण अकाउन्ट डेबिट टु क्याश अकाउन्ट भन्ने गरिदियो। त्यसमा क्याश अकाउन्ट भनेर गरिदियो। त्यसमा इन्ट्री यस्तो रङली गरिदियो। खास मेन इन्ट्री हुनुपर्ने भनेको स्यालेरी अकाउन्ट डेबिट टु क्याश अकाउन्ट हो तर चाहिँ नारायणको पर्सनल अकाउन्टमा चाहिँ डेबिट गरिदियो। अब यो भनेपछि फर्स्ट अफ अल म तपाईहरुलाई त्यो प्रफिटेबिलिटीमा के इम्प्याक्ट पर्छ त्यो बताउँछु है त। हेर्नु खास चाहिँ स्यालेरी भनेको एक्सपेन्सेस हो हैन। अब एक्सपेन्सेसलाई रेकर्ड गर्न छोडेर उसले पर्सनल अकाउन्टमा चाहिँ उसले चाहिँ क्रेडिटर्सलाई पैसा दिएको मानेर रेकर्ड गरिदियो। उसले नारायणलाई क्रेडिटर सम्झिएर चाहिँ उसको पर्सनल अकाउन्टमा चाहिँ उसले पैसा दिएको भनेर रङली इन्ट्री गरिदियो भनेदेखि एक्सपेन्सेस रेकर्ड गरेन भनेदेखि के हुन्छ नेट प्रफिट के हुन्छ ओभर स्टेटेड बढ्छ। हामीले घटाउनु पर्ने एक्सपेन्स हामीले रेकर्ड गरेन भनेपछि हामीहरुको इन्कम के हुन्छ बढी देखिन्छ। त्यही भएर चाहिँ यो क्वेशनको इम्प्याक्ट अन प्रफिटेबिलिटी चाहिँ नेट प्रफिट इज ओभर स्टेटेड भनेर हुन्छ है त। इम्प्याक्ट अन प्रफिटेबिलिटी नोट प्रफिट इज ओभर स्टेटेड भनेर हुन्छ। अब यसलाई रेक्टिफाई कसरी गर्ने है म हजुरहरुलाई सजिलो तरिका भन्छु है। डिभाइड यताउति भन्दा म हजुरहरुलाई सजिलो तरिका भन्छु। जो सेम ठाउँमा छ सेम देखिरहेछ नि यो दुईटा क्याश सेम ठाउँमा छ सेम देखिरहेछ नि यसलाई चाहिँ स्वाट काट्दिनु होला एक्जामको टाइममा है। एक्जामको टाइममा यिनीहरुलाई स्वाट गरेर तपाईले यसरी काट्दिनु होला है। यसरी काट्दिनु होला अनि यति काटिसकेपछि अब तपाईको हेर्नु रेक्टिफाइङ इन्ट्री बनिहाल्यो। हेर्नु स्यालेरी सही हो स्यालेरी अकाउन्ट सही हो त्यसैले यसलाई जहाँको त्यही छोड्दिने है। तर नारायण अकाउन्ट भनेर यहाँ गल्ती भयो। यो नारायण अकाउन्टमा गल्ती भयो भने यसलाई आफ्नो ठाउँबाट अर्को ठाउँमा सराइदिने। यसलाई डेबिटबाट कहाँ गर्दिने क्रेडिटमा गर्दिने है त होला। यो डेबिटमा छ भने यसलाई चाहिँ कहाँ ल्याइदिने तपाईको क्रेडिटमा ल्याइदिने। अब यसको रेक्टिफाइङ इन्ट्री के भयो हेर्नु है। यसको
अकाउन्ट भन्ने गर्नु होला है त आरएन अकाउन्ट भन्ने गर्नु होला यसको चाहिँ रेक्टिफाइङ युनिटी यस प्रकार हुन्छ है त रङ युनिटी रेक्टिफाइड भन्ने बनाउनु होला सजिलोसँग हैन यसको इम्प्याक्ट अन प्रॉफिटेबिलिटी म फेरि एकचोटि भनिदिन्छु इम्प्याक्ट अन प्रॉफिटेबिलिटी के भयो एक्सपेन्सेस रेकर्ड गर्नुपर्ने हो तर उसले एक्सपेन्सेस रेकर्ड गरेन अनि के भयो नेट प्रॉफिट इज ओभर स्टेटेड भनेर लेख्नु पर्यो है त फर्स्ट क्वेशनको सोलुसन यस्तो प्रकार छ अब दोस्रो क्वेशन छ है सेकेन्ड क्वेशन अब सेकेन्ड क्वेशनमा पनि एक्जाममा करेक्ट इन्ट्री लेखिदिन्छु है म अहिले करेक्ट इन्ट्री यता चाहिँ रङ इन्ट्री भन्ने लेखिदिन्छु है त्यो हेर्नु अब यसमा के भनेको छ पर्चेस अफ अफिस इक्विपमेन्ट कस्टिङ 50,000 हेज बिन रङली इन्टर्ड इन्टु पर्चेस एकाउन्ट भनेर भन्छ हेर्नु है सो हामीले किनेको अफिस इक्विपमेन्ट हो तर चाहिँ पर्चेस एकाउन्टमा गएर इन्ट्री गरिदियो अब कहिले पनि एसेट्सहरू किनेपछि चाहिँ के हुन्छ इन्ट्री त्यो एसेट्सको नाम लेख्नुपर्छ पर्चेस एकाउन्ट तपाईहरुले लेख्नु पर्दैन है त जस्तै अब यसको करेक्ट इन्ट्री के हुन्छ भनेदेखि इक्विपमेन्ट अकाउन्ट डेबिट टु क्याश एकाउन्ट हुन्छ है इक्विपमेन्ट एकाउन्ट डेबिट टु क्याश एकाउन्ट भन्ने हुन्छ अब यसको रङ इन्ट्री के होला अब इक्विपमेन्ट एकाउन्टले डेबिट गर्न छोडेर चाहिँ यहाँ चाहिँ पर्चेस एकाउन्टले डेबिट गर्दैछ पर्चेस अकाउन्ट डेबिट हेर्नु है पर्चेस एकाउन्टले डेबिट गर्थ्यो क्यासलाई चाहिँ जस्ताको त्यस्तै छोडिदियो पर्चेस एकाउन्टमा मात्रै डेबिट गरेको छ भनेको छ हेर्नु क्याश एकाउन्ट गरिदियो अब यसमा पनि त्यस्तै गर्नु होला हेर्नु त कति सजिलो त सेम ठाउँमा सेम इन्ट्री पढेको छ सेम प्लेसमा क्रेडिटमा सेम इन्ट्री पढेको छ भने त्यसलाई के गर्नु होला पट्ट काट्दिनु होला एक्जाममा डिभाइड सिभाइडको पछि लाग्नै पर्दैन हेर्नु काट्दिनु होला अनि इक्विपमेन्ट चाहिँ सही हो सहीलाई सहीको ठाउँमा छोडिदिने जो गलत भएर बसेको छ त्यसलाई चाहिँ त्यहीको ठाउँबाट हटाइदिने जस्तै पर्चेस एकाउन्ट गल्ती हो नि हैन यसलाई राख्न मिलेन के गर्दिने एकको ठाउँबाट हटाएर यसलाई कहाँ ल्याइदिने क्रेडिटमा ल्याइदिने कति सजिलो छ हेर्नु त त्यो डिभाइड सिभाइडको पछि लागेपछि चाहिँ याद पनि हुँदैन भोलिको दिनमा भुलिन्छ यस्तो तरिकाले याद गरेको तपाईँ मजाले चाहिँ के गर्नु भोलिको दिनमा पनि तपाईँले दिमागमा तपाईँको याद रहन्छ हेर्नु अब त्यो रेक्टिफाइङ इन्ट्री के भयो इक्विपमेन्ट अकाउन्ट डेबिट टु पर्चेस एकाउन्ट क्रेडिटमा ल्याइदिनु पर्चेस अकाउन्ट हेर्नु त कति सजिलो रहेछ अब ध्यान दिनु अब नेट प्रॉफिटमा के असर पर्छ नेट प्रॉफिटमा के असर पर्छ हेर्नु है अब खास एसेट्स राख्नु पर्यो एसेट्स राखेपछि त केही असर पर्दैन नि त नेट प्रॉफिटमा एसेट्स राखेपछि केही फरक पर्दैन किनकि यो ब्यालेन्स सिटमा जाने आइटम हो तर हेर्नु यहाँ एसेट्स राख्न छोडेर एसेट्सको पर्चेस राख्न छोडेर चाहिँ यहाँ के गरिदियो एक्सपेन्सेस राखिदियो भनेपछि हाम्रो के हुन्छ नेट प्रॉफिट इज अन्डर स्टेटेड भनेर हुने भयो है यस्तरी भयो यसमा चाहिँ है सो अब थर्ड नम्बरमा चाहिँ यस्तो छ हेर्नु थर्ड नम्बरको इन्ट्री हेर्नु है अब यो चाहिँ यस अगाडि चाहिँ जर्नल इन्ट्रीमा मिस्टेक भएको थियो हैन जर्नल इन्ट्रीमा गलत राखेको थियो तर चाहिँ यहाँ अब आयो ओभरकास्ट अन्डरकास्टको मिस्टेक आयो अब यसमा चाहिँ पनि म कन्सेप्ट बुझाइदिन्छु हेर्नु है अब ओभरकास्ट भनेपछि के हुन्छ भन्नाले सेल्स बुक भन्नाले सेल्स बुकमा चाहिँ 30,000 ले के गरिदियो बढी राखिदियो
सेल्स बुकमा 30,000 ले बढी राखिदियो। अब एकचोटि ध्यान दिनु होला है। फर्स्ट अफ अल चाहिँ यो ओभरकास्ट अन्डरकास्टको केसमा चाहिँ के ध्यान दिनु होला भनेदेखि जस्तै सेल्स बुक हो हैन। अब सेल्स कहिले पनि के हुन्छ त्यो पहिला त्यसको इन्ट्रीको नेचर हेर्नु होला। सेल्स कहिले पनि के हुन्छ क्रेडिट हुन्छ है। हो इन्ट्रीको नेचर हेर्नु होला। अनि त्यसपछि जस्तो इन्ट्रीलाई बढाउनु पर्ने छ हैन। इन्ट्रीलाई बढाउनु पर्ने छ भने त्यो इन्ट्री जस्तै क्रेडिट हुने इन्ट्री हो भने त्यही एमाउन्टले त्यहाँ के गरिदिनु होला क्रेडिट गरिदिनु होला है। यदि घटाउनु छ भनेपछि जस्तै क्रेडिट हुने इन्ट्री हो भनेपछि जतिले घटाउनु पर्ने त्यो एमाउन्टले के गरिदिनु होला तपाईहरु डेबिट भनेर गरिदिनु होला है। अब यो के छ ओभरकास्ट गरे सेल्स के हुन्छ तपाईलाई थाहा छ सेल्स के हुन्छ क्रेडिट हुन्छ। क्रेडिट हुन्छ भने यसलाई हामीले 30,000 ले घटाउनु पर्छ भनेपछि सेल्स अकाउन्ट शुड बी डेबिटेड बाई RS 30,000 भनेर गर्नु होला। ओभरकास्ट गरेछ बढी राखेछ अब हामीले यसलाई घटाउनु छ भनेपछि सेल्स अकाउन्ट कहिले पनि के हुन्छ तपाईको क्रेडिट हुन्छ यसलाई घटाउनु छ भनेपछि हामीले के गर्नु पर्यो डेबिट गर्नु पर्यो। हेर्नु है अब नेट प्रॉफिटमा के असर पर्ला त्यो पनि ध्यान दिनु होला। नेट प्रॉफिटमा के असर पर्ला सेल्स त इन्कम हो। इन्कमलाई बढी राख्दियो भने के हुन्छ हाम्रो नेट प्रॉफिट के हुन्छ ओभर स्टेटेड। अब यो पनि लेख्न चाहनुहुन्छ बाई 30,000 भनेर लेख्दा पनि हुन्छ है त। थर्ड नम्बरको पनि भयो। यो चाहिँ ओभरकास्ट अन्डरकास्ट वाला एरर भयो हैन। अब यसपछि अर्को आउँछ अब इन्भेस्टमेन्ट। यसमा पनि अब करेक्ट इन्ट्री फर्स्टमा पढौँ है। सेल अफ इन्भेस्टमेन्ट 15,000 वाज क्रेडिटेड टु सेल्स अकाउन्ट भनेर भन्छ हेर्नु है। अब यसको करेक्ट इन्ट्री के हुन्छ इन्भेस्टमेन्ट सेल भएपछि के हुन्छ तपाईको क्याश अकाउन्ट डेबिट क्याश अकाउन्ट डेबिट टु इन्भेस्टमेन्ट अकाउन्ट पनि लेख्दा भयो टु सेल अफ इन्भेस्टमेन्ट अकाउन्ट लेख्दा पनि भयो है। त्यसपछि अब रङ इन्ट्री बनाउनु होला। रङ इन्ट्री के हुन्छ यसको रङ इन्ट्री के हुन्छ ध्यान दिनु होला है। रङ इन्ट्री के हुन्छ हेर्नु अब क्याशलाई त जस्ताको त्यस्तै लेख्यो क्याश अकाउन्ट डेबिट जस्ताको त्यस्तै लेख्यो। तर यसले के गर्दियो इन्भेस्टमेन्टलाई क्रेडिट गर्न छोडेर केलाई गर्दियो सेल्स अकाउन्टलाई क्रेडिट गर्दियो। हेर्नु त सेल्स अकाउन्टलाई के गरिदियो तपाईको क्रेडिट गरिदियो। हेर्नु अब यसमा पनि नो डिभाइड नो केही हामीले सामान्य रूपमा हेर्नु पर्यो। सेम साइडमा भएको एन्ट्रीलाई के गरिदिने काट्दिने एक्जामको टाइममा मजाले सेम साइडमा भएको एन्ट्रीलाई काट्दिने है। सेम साइडमा भएको एन्ट्रीलाई काट्दिने काटियो। अब सेल अफ इन्भेस्टमेन्ट सही हो यसलाई जहाँको त्यही छोडिदिने। तर सेल्स अकाउन्ट गलत हो। सेल्स अकाउन्ट हामीले गल्तीले राखेको हुँ त्यहाँ हैन। त्यसलाई चाहिँ के गर्नु पर्यो अब चाहिँ माथि ल्याउने त। हेर्नु कति सजिलो छ। सेल्स अकाउन्टलाई के गर्ने माथि ल्याउने। अब यसको रेक्टिफाइङ इन्ट्री के होला त सेल्स अकाउन्ट डेबिट यसको रेक्टिफाइङ इन्ट्री यस्तो हुन्छ। अब ध्यान दिनु होला है। अब इम्प्याक्ट अन नेट प्रॉफिट के हुन्छ है त्यो ध्यान दिनु होला। इम्प्याक्ट अन प्रॉफिटेबिलिटी के होला यसको इम्प्याक्ट अन प्रॉफिटेबिलिटी चाहिँ अब हेर्नु है। सेल अफ इन्भेस्टमेन्ट त हामीहरुको इन्कम हैन यो ब्यालेन्स शीटको एसेट साइडमा जाने कुरा हो हैन। सेल अफ इन्भेस्टमेन्ट त हामीहरुको इन्कम हैन। अब यसलाई चाहिँ सेल्स अकाउन्टमा चाहिँ के गर्दै रहेछ क्रेडिट गर्दै रहेछ। सेल्स अकाउन्टमा क्रेडिट अब सेल्स त हामीहरुको इन्कम ट्रेडिङ अकाउन्टमा आउने बुदा हो यो। अब सेल्सलाई बढाएको हो नि त अनि सेल्स रेकर्ड गरिदियो भने त हामीहरुको नेट प्रॉफिट के हुने भयो ओभर स्टेटेड भनेर बुझ्नु होला। ओभरअल सर्कमस्टेन्सेस हेर्नु पर्छ इन्ट्रीको के नेट प्रॉफिट इज ओभर स्टेटेड भनेर यस्तो कम्पेरिजन गर्नु होला है। लास्ट इन्ट्री छ
हेर्नु है। अब यसको पहिला करेक्ट इन्ट्री यहाँनिर पढ्छौँ है त। गुड पर्चेस फ्रम मिस्टर राजेश एमाउन्टिङ टु 25,000। अब मैले एमाउन्ट लेखेको छैन, एमाउन्ट चाहिँ तपाईँ एक्जाममा सजिलैसँग लेख्न सक्नुहुन्छ, मजाले आफै लेख्न सक्नुहुन्छ है त। एमाउन्टमा त्यति ध्यान दिएन, एमाउन्ट चाहिँ हजुर मजाले आफै लेख्नु होला। अब यसको चाहिँ म एमाउन्ट पनि लेखिदिन्छु, अलिकति यो एमाउन्ट लेख्नुपर्ने जरुरत हुन्छ यसमा है। त्यो टाइपको क्वेसन छ, त्यो चाहिँ म लेखिदिन्छु है यसमा म तपाईँको। अब गुड पर्चेस फ्रम मिस्टर राजेश अमाउन्टिङ टु आरएस 25,000 हेज बिन रङली इन्टर्ड इन्टु सेल्स बुक भनेर भनिदिएको छ। हेर्नु त, अब पर्चेस बुकमा हाल्नुपर्ने इन्ट्रीलाई सेल्स बुकमा इन्ट्री गरिदियो भनेपछि के होला हेर्नु त। खास करेक्ट इन्ट्री के हुन्छ यसको, पर्चेस अकाउन्ट डेबिट। अब राजेशबाट किनभने यो क्रेडिट पर्चेस भनेर बुझ्नुपर्छ है हामीले। टु पर्चेस अकाउन्ट हुनु सरी है, टु राजेश अकाउन्ट अफ मिस्टर अकाउन्ट हुनुपर्ने हो होइन, टु मिस्टर राजेश एकाउन्ट हुनुपर्ने हो, मिस्टर राजेश एकाउन्ट हुनुपर्ने हो। तर अब सेल्स बुकमा इन्ट्री गरिदियो भने के होला हेर्नु त। सेल्स कहिले पनि क्रेडिट हुन्छ, इन्ट्री थाहा हुनु पऱ्यो, जर्नल इन्ट्री थाहा हुनु पऱ्यो तपाईँलाई। अब राजेशलाई चाहिँ डेब्टर बनाइदियो, राजेश अकाउन्ट डेबिट, राजेश अकाउन्ट डेबिट गरिदियो होइन, राजेश अकाउन्ट डेबिट गरिदियो। अनि त्यसपछि अब हेर्नु त, राजेश अकाउन्ट डेबिट गरिदियो अनि त्यसपछि अब के गरिदियो रहेछ, सेल्स बुकमा इन्ट्री हालेको त सेल्स एकाउन्ट हुन्छ होइन। यो तपाईँको सेल्स अकाउन्ट भनेर हेर्नु त, यस्तो मिस्टेक गरिदियो यसले। पर्चेस बुकमा हाल्नुपर्ने इन्ट्रीलाई सेल्स बुकमा रिकर्ड गरिदियो हेर्नु त। अब यो गरेपछि अब के गर्नु पर्ला, अब ध्यान दिनु। अब यसमा त सेम ठाउँमा कोही पनि छैन हेर्नु है, सेम ठाउँमा कोही पनि छैन। अब काट्न कुनै एकाउन्ट पनि सेम ठाउँमा छैन, काट्न पनि मिलेन यसमा होइन, काट्न पनि मिलेन। अब यसमा के गर्नु पर्ला, अब ध्यान दिनु होला। अब यसमा जो इन्ट्रीहरू, अब यहाँ मिस्टर राजेश छ, मिस्टर राजेश पनि अलग अलग ठाउँमा छन्, त्यही भएर यसलाई काट्न पनि मिलेन है। अब यसमा के गर्नु पर्ला भनेदेखि गलत भएको एकाउन्टहरू हुन्छ नि, त्यसलाई के गरिदिनु पर्यो, आफ्नो ठाउँबाट हटाइदिनु पर्यो। मिस्टर राजेशलाई कहाँले गरिदिनु पर्यो, क्रेडिटमा गरिदिनु पर्यो भनेदेखि मिस्टर राजेशलाई तपाईँको क्रेडिटमा गरिदिनु होला होइन। तपाईँको सेल्सलाई चाहिँ के गरिदिनु होला, तपाईँको डेबिटमा गरिदिनु होला है। अब यसमा काट्ने ठाउँ पनि छैन, त्यही भएर चाहिँ अब सेल्सलाई डेबिट गरिदिने, ठ्याक्क सारिदिने ठाउँ, राजेशलाई के गरिदिने, तपाईँको क्रेडिट गरिदिने। अब ध्यान दिनु होला, एमाउन्ट पनि लेख्छु यहाँ। एमाउन्ट अब अलिकति एमाउन्टलाई चाहिँ 25 भनेर लेखिदिन्छु है, 25,000 छ। यो चाहिँ यस्तो गर्छु म, अलिकति हजार हो, 25 तपाईँको 1000 हो, 25,000 हो, यता पनि 25,000 हो है। के गर्नु होला डेबिटमा हेर्नु है, फ्रन्ट साइडमा बढ्यो। अब के गर्नु होला, अब हेर्नु सेल्सलाई डेबिटमा ल्याउनु भनेको छु म, सही भएको इन्ट्रीलाई चाहिँ दिएको त्यही गर्नु होला है। पर्चेस एकाउन्ट डेबिट होइन, त्यसपछि डेबिट सेल्स
अकाउन्ट डेबिट है। अब के गर्नु होला, अब यहाँ 2 मा मिस्टर राजेश चाहिँ दुईचोटि लेख्न मिलेन। अब 2 मिस्टर राजेश दुईचोटि लेख्न मिलेन भने सेम ठाउँमा टीहरू आएर चाहिँ के हुन्छ, सेम ठाउँमा 2 मिस्टर राजेश दुईचोटि लेख्नु भन्दा पनि अब के गरेर लेख्न मिल्यो, 25,000 लाई 25,000 सँग जोडेर चाहिँ 2 मिस्टर राजेशमा चाहिँ 50,000 भनेर तपाईँ लेखिदिनु होला है। 2 मिस्टर राजेश भनेर है। एमाउन्ट राख्नेमा यहाँ 25,000 25 लाख भएर यहाँ पनि 25,000 भनेर राख्नु होला। अनि अब यहाँ चाहिँ 25,000 जोडेर चाहिँ के हुन्छ 50,000 भनेर राख्नु होला है। यति भएपछि यसको रेक्टिफाइङ एन्ट्री बन्यो है। अब त्यसपछि इम्प्याक्ट अन नेट प्रॉफिट है। इम्प्याक्ट अन नेट प्रॉफिट के पर्छ, अब पर्चेस भनेको त एक्सपेन्सेस हो हैन। अब एक्सपेन्सेस राख्ने चक्करमा चाहिँ अब यसले के गरिदियो रहेछ हेर्नु त, सेल्स रेकर्ड गरिदियो रहेछ। सेल्स भनेको त इन्कम हो। अब इन्कम राखिदिने बित्तिकै अब हाम्रो इन्कम बढ्ला नि त हैन। नेट प्रॉफिट इज ओभर स्टेटेड भनेर यस्तै राख्नु होला है त। सजिलै छ यो क्वेसनहरु, मजाले गर्नु होला, तपाईहरु मिलाइहाल्नुहुन्छ एक्जाममा। र तपाईले यो भिडियो राम्रो लाग्यो भनेपछि लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला है। कुनै क्वेसन छ क्वेरीजहरु छ भनेदेखि कमेन्ट गरिदिनु होला, तल कमेन्टमा आस्क गर्न सक्नुहुन्छ। धन्यवाद। जय नेपाल। हस्त आजको लागि यति नै।